आज हामी हजारौं वर्षको इतिहास बोकेको चिकित्सा प्रणाली आयुर्वेदबारे कुरा गरौं। आखिर यो प्राचीन जीवनको विज्ञान भनेको के हो त? यहाँ दिएका सबै जानकारी हाम्रो स्रोत सामग्रीबाट लिएको हो। ल सुरु गरौं। संस्कृतमा आयुर्वेदको शाब्दिक अर्थ नै जीवनको ज्ञान हो। तर यसलाई बुझ्न आधुनिक चिकित्सासँग यसको फरक हेर्नु एकदमै रोचक हुन्छ। सबैभन्दा पहिलो र ठूलो भिन्नता हो ध्यान। एलोप्याथीले प्राय लक्षणहरूमा केन्द्रित गर्छ। तर आयुर्वेदले चाहिँ समस्याको जड पत्ता लगाएर त्यसको उपचार गर्ने लक्ष्य राख्छ। यो एउटा अभ्यास मात्र होइन, यो त एउटा पूर्ण सङ्गठित प्रणाली हो। परम्परागत रूपमा यसलाई 8 अलग अलग शाखाहरूमा बाँडिएको छ, जसलाई अष्टाङ्ग भनिन्छ। यी शाखाहरूले सामान्य चिकित्सादेखि लिएर शल्यक्रिया र विशेषज्ञताका क्षेत्रहरू सबै समेट्छन्। यसको दायरा कति फराकिलो छ भने यसमा मनोचिकित्सा र विष विज्ञान पनि पर्छन्। त्यसो भए यी सबै शाखाहरूलाई जोड्ने साझा दर्शन चाहिँ के हो त? यसको मूल सिद्धान्त हो साँचो स्वास्थ्य भनेको मन, शरीर र आत्माको सन्तुलन हो। यो सन्तुलन 3 मौलिक ऊर्जा वा दोष, वात, पित्त र कफमा निर्भर गर्छ। यसले गर्दा चिकित्साको मूल लक्ष्यमै एउटा ठूलो परिवर्तन आउँछ। यहाँ ध्यान केमा हुन्छ भने शरीरको आफ्नै रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउने। त्यसैले यो महत्त्वपूर्ण छ। यसले स्वास्थ्यलाई केवल लक्षण व्यवस्थापन होइन, जीवन्त सन्तुलन मान्छ। यसले एउटा अन्तिम तर महत्त्वपूर्ण प्रश्न छोड्छ। कल्याणको वास्तविक अर्थ के होला त?